मुलाकात है पार्ट 3 में। यो चाहिँ पार्ट 3 हो। योभन्दा दुईवटा पार्ट मैले अगाडि हालिसकेको छु, गएर हेर्नु होला। पार्ट 3 मा अब हामी हेर्नेछौँ के हुन्छ यो सिटीमा के छ। जाउँ सँगै हेरौँ के हुँदो रहेछ। ओके, यहाँ के छ? यहाँ केही छैन। ओके, हामी यहाँ जाँदैछौँ 20 मिटर टाढा। के रहेछ भित्र? ओके, हामी कुनै मलमा छिर्यौँ खालि, मलभित्र। ओके, हामी यहाँबाट अब लिफ्ट चढ्दैछौँ। लाइक के चाहिँ यो चाहिँ चल्दैन रहेछ, यो चाहिँ आफै कुद्नुपर्ने छ गाइस। तर मलमा छिरेछौँ हामी। ओके, Under the limelight lately and crossing the Iguanas gang. You better know your limits. If you get yourself killed, I ain't... What else, Spot? जा भनिसकेको छ। हामी लिभ हुँदैछौँ यो टाउन स्क्वायर सिटी मललाई हामी लिभ गऱ्यौँ होइन। त्यो नेट प्रब्लम भएर नेटको लागि हामी जान्छौँ। अब हामी फेरि स्ट्रिट छबीर डिस्ट्रिक्ट जाने जस्तो लाग्यो। ओके, हामी अब जाँदैछौँ हामी अब फिटनेसतिर च्यालेन्ज गर्नलाई। अब च्यालेन्ज गर्ने अब हेरौँ के हुँदो रहेछ। This amount of explosives is enough to turn that retarded gay into a roast-suckling pig. Tonight, we'll turn his car repair shop into a junkyard. What? Say hello to my little friend. Are you even trying? It's like shooting fish in a barrel. You're in our problem. हाम्रो फोन आयो। Did you get anything? We're giving those iguana bastards a lesson. A secret device is set up in the apartment. You must look carefully. Thanks for the heads up. I've got some info on the Iguana Gang warehouse. If you're interested, look for me at the Redbeard Bar in Grand Central later. Oh, यहाँ त धेरै छ नि त। I need to destroy them. Yeah, you better run, motherfucker. You're good. Okay. ओके, यो चाहिँ हाम्रो बोटहरू गएको। त्यस्तो लाग्यो लेभल 5 को रहेछ। प्लेयर कोही छैन। ओके, हामी बोट टिप्यौँ। It seems to be Iguana's intranet computer. Damn! The computer has pinned all mob strongholds. Never thought the Iguana Gang had such ambition. Let's fucking wipe out Iguana strongholds first, one by one. Maybe we will rule the city someday. तो अब हम तपाईँलाई थाहा छ अब हामी अहिले सिटी लुट्न जाँदैछौँ जस्तो लाग्यो। सिटीमा हामी रुल गर्छौँ जस्तो लाग्यो। ओके, 6 लेभलको पाइन्ट मिल्यो। हामीलाई एग्री गर्यो। यहाँ चाहिँ यस्तो रहेछ, जति लेभलको हजुरहरू हुनुहुन्छ त्यति लेभलको तपाईँले पाइन्ट, भेस्ट, टोपी, गन स्किन पाउनुहुन्छ। गनको के हो अनि हजुरहरू त्यही अनुसारको एचपी पनि बढ्छ जस्तो लाग्यो। ओके, हामी यहाँ मेडिसिन लिँदैछौँ। अब हामी बाहिर जाँदैछौँ, एक्सर्साइज गर्दैछौँ। त्यस्तै लाग्यो, एक्सर्साइज गर्दैछौँ। जाँदैछौँ फेरि यता अर्को साइड। यसले हामीलाई इन्स्ट्रक्सन दिइरहेको छ कहाँ जानुपर्छ भनेर। ट्याक्सीमा चढिसक्यो। अब हामी जाँदैछौँ।